शक्तिहरू एक ठाउँमा उभिएर गणतन्त्रको विरुद्धमा आज प्रदर्शन गर्ने भनेर घोषणा गरेपछि उहाँले बडो हुङ्कारका साथ उहाँले पनि घोषणा गर्नुभयो गणतन्त्रको पक्षधरहरू पनि सडकमा आऊ भनेर हामीले जसरी कार्यकर्तालाई आह्वान गर्यौं उहाँहरूले पनि आह्वान गर्नुभयो हैन त। राज्य शक्ति प्रयोग गरेर मान्छे ल्याएको र गणतन्त्र पक्षको अघिको प्रदर्शन देखिहालियो नि हैन त। त्यसकारण आज एउटा जनमत संग्रह सम्पन्न भएको छ कि जनता यो मकिएको गणतन्त्रको पक्षमा छैनन्, यो प्रमाणित भएको छ। म धेरै कुरा भन्दैन, आज तपाईहरु जो उत्साहका साथ सहभागी हुनुभएको छ, मैले तपाईहरुको हुल बीचमा घुमेर हेर्दाखेरि देखे आज राजधानीका थुप्रै स्थानीय बासिन्दाहरू पनि सडकमा आउनु भएको छ। बाहिरबाट आउनुभएका साथीहरूलाई त हामीले भनेकै छौं अब यो निरन्तर आन्दोलनमा बस्ने गरी तपाईहरु आउनुहोस् है भनेर भनेकै छौं। राजधानीवासीहरूलाई पनि म अपील गर्न चाहन्छु, निरन्तर यो आन्दोलनमा तपाईहरुले साथ दिनुहोला। यो आन्दोलन कुनै एउटा पार्टीको कुनै एउटा अभियानको मात्रै आन्दोलन होइन। हामी केही पार्टी, केही अभियान र केही संस्थाहरू मिलेर हामीले यो आन्दोलन प्रारम्भ गर्यौं होला, आह्वान गर्यौं होला। तर यो आन्दोलन नेपालको लागि नेपाली जनताले गरेको पहिलो आन्दोलन हो। आफ्नो जीवनकालमै यो देश बनेको देख्न चाहने, आफ्नो देश बनेको हेरेर मर्न चाहने सम्पूर्ण नेपालीको साझा आन्दोलन हो। त्यसकारण म सम्पूर्ण देशवासीहरूलाई यसमा साथ दिन, सहयोग गर्न र सहभागी हुन म हार्दिक अपील गर्न चाहन्छु। अरु धेरै कुरा फेरि भोलि राख्छु, पर्सि राख्छु। आजलाई तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद छ।